मा हामीले के जान्यौं त लेसन 1 मा हामीले वा भनेको के हो चाहिँ भयो है चाहिँ वाले हामीले के जनाउँछ कुनै पनि व्यक्ति के लेख्ने है पढ्नु कुनै पनि व्यक्ति वस्तु ठाउँको परिचय लिँदा अथवा लिँदा यसको प्रयोग गरिन्छ यो नाउन र प्रनाउनको पछाडि लाग्छ जस्तो कि म विद्यार्थी होला के भन्छ अरे आफूसै देश त्यो एउटा हामीले जान्यौं त्यसपछि हामीले यो देश भनेको के रहेछ त लेख्दा हामीले देश भनिन्छ यसलाई भन्दा चाहिँ देश भनिन्छ है यो भनेको नेपालीमा हो अथवा हुनुहुन्छ भए आदि इत्यादि धेरैमा युज हुन्छ यो चाहिँ हामीले एन्सर भन्दाखेरि युज हुन्छ है यसलाई चाहिँ हामीले एन्सर जस्तो कि म विद्यार्थी हो म यति वर्ष भए मेरो घर यहाँ हो भन्दाखेरि यस्तो यस्तो कुरामा चाहिँ देश युज हुन्छ अनि अर्को के छ त देशका भनेको के हो त यो हो र तपाईको नाम यो हो र तपाई कहाँ हुनुहुन्छ र यस्तो टाइममा के क्वेशन सोध्दाखेरि यो चाहिँ हामीले क्वेशन सोध्दा चाहिँ युज हुने चाहिँ के युज हुन्छ अरे देशका भन्ने युज हुन्छ है यति कुरा भयो ल मासेन जियारी मासेन भनेको के हो भन्ने कुरा थाहा छ कसैलाई छैन हैन भनेको है यो नेपाली मिनिङमा यसको चाहिँ यो पोलाइटमा के हुन्छ पोलाइटमा भन्दाखेरि लक्ष्यसान यसको जियारी मासेनको अर्को के हुन्छ देवा आरी मासेन है यो देवा आरी मासेन यो भनेको नि के हो त यही हो छैन हैन भनेको है तर यसको चाहिँ यो पोलाइटमा युज हुने है यो पोलाइटमा बोल्दाखेरि अब यसको एउटा इक्जाम्पल लेख्नु पर्यो हामीले इक्जाम्पल लेख्दाखेरि अघि तपाईले म विद्यार्थी हो भनेर लेख्नु भयो हो किनकि हजुरहरु विद्यार्थी हो नि त अब म टिचर होइन भनेर लेख्नु त म टिचर होइन छैन होइन पनि हुन्छ यसको मिनिङ म टिचर होइन जापानिजमा के भन्छ यसलाई एमुना-सान यसलाई के भन्छ ठीक छ है वातासी वा सेन्सेई देवा आरिमासेन अथवा जे आरिमासेन र यसलाई